दुईजना फरक फरक देशका आर्मीहरू बीचको यो भिडियोमा दुवैजना आर्मी आफ्नो देशको सिमानामा खटिएका हुन्छन्। त्यति बेलै रुखपात फुर हावाले उडेर अर्को देशको सिमानामा पुग्छ। अर्को देशदेखि आएको सामान देखेर आर्मीले त्यो प्रति आफ्नो रिस देखाउँछन्। त्यति बेलै विपरीत राष्ट्रको आर्मीले यस्तो मरुभूमिको घाममा कोकोकोला पिउँछन् जुन ती आर्मीसँग उपलब्ध हुँदैन। तर कोकोकोला पिराखेको आर्मीलाई भने विपरीत राष्ट्रको आर्मीलाई देखेर माया पलाउँछ। उनले त्यो कोकोकोला दिने प्रयास गर्छन्। एकअर्कामा मानवताको भावना भए तापनि यो राष्ट्रहरू बीचको नराम्रो सम्बन्धले गर्दा हातमा दिन मनाइ गर्छन्। एक्कासी उनले आफ्नो तरबारलाई निकाल्छन्। विपरीत राष्ट्रको आर्मी भने झर्याक्क हुन्छन्। त्यसपछि उनले कोकोकोलालाई भुइँमा राखिदिन्छन् र विपरीत राष्ट्रको आर्मीले त्यसलाई सट्ट समात्छन् अनि दुवैजना कोकोकोला पिउन थाल्छन्। एकछिनमा भने दुवैजना खुसी देखिन्छन्। तर दुई देश बीचको अन्तरालले गर्दा उनीहरू एक आपसमा कुरा नगरी आफ्नो बाटोतिर लाग्छन्। यो भिडियोको मूलभाव के हो भने देशहरू बीचको नराम्रो सम्बन्धले गर्दा बिस्तारै मानवतालाई मारिँदैछ भन्नु हो।